सम्मानित सदस्यहरू हुनुहुन्छ। यस पार्टीमा अध्यक्षको जति भूमिका छ, सभापति अध्यक्ष त्यति नै तपाईहरुको भूमिका छ, किनभने तपाईहरु बराबरी हुनुहुन्छ। समानताको सिद्धान्तको आधारमा दल बनेको, दलको अपनत्व उसको सदस्यबाट आउँछ। कसैले अराए पराएको काम गर्ने आफ्नो ठाउँमा छँदैछ, गर्नै पर्छ, किनभने संगठन भएपछि संगठनमा नेतृत्व हुन्छ, नेतृत्वको तह हुन्छ, त्यसभित्र बस्नुपर्छ। तर जब पार्टीको कार्यक्रम आउँछ, नीति आउँछ, सिद्धान्त आउँछ, व्यवहार आउँछ, एकअर्कालाई हेर्ने दृष्टिकोण आउँछ, हामी सबै बराबर छौँ। आज मलाई यस सभामा बोल्न बोलाउँदाखेरि मनमा दुविधा थियो। तपाईहरुलाई स्पष्ट भनिदिउँ, सानो उमेरदेखि नेपाली कांग्रेसको बृहत्तर प्रजातान्त्रिक छायाभित्र मेरो परिवार थियो। सुख पायो, दुःख पायो, नाउँ पायो, ठाउँ पायो, तर यसभित्र थियो। मैले सानै उमेरमा नेता श्री गिरिजा प्रसादसँग काम गर्ने मौका पाएँ। 24 वर्षको उमेरमा उहाँको सचिव भएको थिएँ। डाक्टर रामवरण यादवको सल्लाहकार भएर काम गरेँ, तर म पार्टीको सदस्य छैन। किनभने त्यो कालखण्डमा हुर्केँ कि जब पार्टीको सदस्यको आवश्यकतै थिएन। कांग्रेस हुन पार्टीको सदस्य हुनु पर्दैन थियो। लोकतन्त्रको आवाज बोल्नको निम्ति पार्टीको सदस्य हुनु आवश्यक पर्दैन थियो। पार्टीको आवश्यकता संगठनको निम्ति, कुनै परिवर्तनको निम्ति, कुनै योजनाको निम्ति चाहिएको थियो होला, तर सारा नेपाली जनताले लडेर यो लोकतन्त्र स्थापना गरेको। तर पार्टी केको लागि चाहिन्छ भने पार्टी जनताको चयनको अधिकारलाई सुरक्षित गर्नको निम्ति चाहिन्छ। जनताका बीचमा विभिन्न विचार हुन्छन्, मत मतान्तरहरू हुन्छन्। ती मत मतान्तरहरूलाई आवाज दिनको निम्ति, त्यसलाई प्रतिनिधित्व दिनको निम्ति पार्टीको आवश्यकता परेको। पार्टी निर्वाचनको निम्ति आवश्यकता परेको। पार्टी निर्वाचन लोकतन्त्रको अपरिहार्य तत्त्व हो, तर निर्वाचन मात्रै होइन, सामाजिक रूपान्तरणको निम्ति पनि पार्टी आवश्यकता परेको हो। म यो पार्टीको सदस्य छैन, तर पार्टीको छायाभित्र हुर्केको मान्छे हो, एउटा नागरिक हो। मलाई तपाईहरुलाई जसरी तपाईहरुको केन्द्रीय समितिले बिरालोले मुसा खेलाएको जस्तो देख्यो, चित्त दुखेर आयो। तपाईहरुलाई अवहेलना गरेको देख्योले म नागरिकको हैसियतले मेरो मन रोयो। किन रोयो भने कि आज भन्छ, भोलि भन्छ। यहाँ सुन्यो, हरेक वक्ता साथीहरूले भन्नुभयो कि हामीले के मागेका छौँ। हामीले तपाईहरुले विधानमा व्यवस्था गरे बमोजिमको कुरा मागेका छौँ भन्दा त्यो सुन्न नसक्ने, जुन किसिमको तिरस्कारका कुराहरू यहाँ सुने, त्यसले लोकतन्त्र बलियो होला जस्तो मलाई लागेन। मेरो छोरीहरू छन्, उनीहरूको भविष्य के हुन्छ लोकतन्त्रको निम्ति? हाम्रो दिन त लड्दा लड्दै गयो, एक्जाइलमा गयो, पिताजी जानुभयो, हजुरबा जानुभयो। मैले नेताहरूलाई दुःख गरेको देखेको छु। यहाँ कतिपय साथीहरू, अघि केही साथीहरूले मलाई देख्ने बित्तिकै यसो जिब्रो गर्नुभयो, धेरै दिनमा भेट्नुभयो, किनभने म सुख दुःखको पनि साथी थिएँ। तर के भने परिस्थितिवश म आफ्नो काम गरेर धुनीपुटी गरेर बसेको छु, पढाउँछु, देश विदेश जान्छु, आफूले आफ्नो कर्म गर्छु, लिएर आउँछु। तर लोकतन्त्रमाथि कुनै किसिमको कालो बादल आयो भने मेरो नागरिक चेत खलबलिन्छ। मैले माया गर्ने पार्टी, मैले भोट हालेको पार्टीमा जुन किसिमको व्यवहार मैले देख्छु, त्यसले मलाई के गर्छ भने के हो, साँच्चै यसको लागि यो सब गरिरहेको छौँ त? र मलाई के लाग्यो भने तपाईहरुको सदस्यको हैसियतले, यो पार्टीलाई माया गर्ने मान्छे हैसियतले, अब चाहिँ तपाईहरुले हिजो कुनै कालखण्ड परिस्थिति यस्तो थियो कि नेताको विवेकमा हामीले पार्टीलाई छोडेका थियौँ। तपाईहरुले बडो मेहनत गरेर तपाईहरुले आफ्नो अधिकार आफ्नो हातमा लिनुभएको छ। तपाईहरुलाई सलाम गर्नको निम्ति म यहाँ आएको। तपाईहरुले भन्नुभएको छ कि तपाईहरुको मिलिमतले चल्दैन, वैधानिक रूपमा जे व्यवस्था गरेको छ बसेर छलफल गरौँ। यहाँ सुन्यौँ, नेता र चाहिँ उसका पक्षधरहरूका बीचमा कसको नाम दिने, के नाम दिने हुन्छ। हो, यहाँ मैले केही नेतृत्वको नाउँ सुने, भोलिको नेतृत्व छ। त्योभन्दा पनि मेरो निम्ति महत्त्वपूर्ण कुरा के हो भने नेता तपाईहरुले विधिले छान्नुहोस्, निर्भयताका पूर्व छान्नुहोस्, डर बिना छान्नुहोस्, कुनै साधन स्रोतको परिवेश बिना छान्नुहोस्। जो मान्छे एकपटक नेतृत्वमा बसिरह्यो, सधैँभरि त्यही बसिरहने हो भने समाज परिवर्तन हुँदैन। त्यसलाई सुनिश्चित गर्नुहोस्। त्यसका निम्ति म तपाईहरुलाई शुभकामना दिन आएको हुँ। मलाई अर्को कुरा के छ भने गएको कुन परिस्थितिमा आज हामी यो ठाउँमा उभिएका छौँ त्यो पनि हामीले विश्लेषण गर्न जरुरी छ। तर त्यो विश्लेषण गर्ने नाउँमा अल्मलिने समय छैन। किनभने सिंहदरबार ढलेको, संविधान सभाको बिल्डिङ अथवा पार्लियामेन्ट ढलेको, सर्वोच्च अदालत ढलेको कुराहरू यथार्थ हुन्। हाम्रो आँखा अगाडि भएका घटना हुन्, त्यसलाई अङ्ग्रेजीमा भन्छ फेट एक्कम्प्लिट। अब त्यो कसले गर्यो, कसरी गर्यो, षड्यन्त्रको तानाबानामा बस्नुभयो भने अगाडि जाने बाटो हुँदैन।
र अगाडि जाने बाटोमा तपाईकोलाई चुनौती दिन को बसेको छ भने नयाँ पुस्ता बसेको छ, जो तपाईँ हामीले गरेको काम कारबाहीबाट खुसी थिएन। तपाईँ हामीले घर रोजगारी चल्ने, हामीले ठुलो स्वतन्त्रताको वकालत गऱ्यौँ। आजको स्वतन्त्रताको युगमा तपाईँले सोसल मिडिया बन्द गर्नेदेखि नियमन गर्नुपर्छ, ठिक छ, तर बन्द गर्नेदेखि लिएर जुन किसिमको तपाईँको मूढता त्यहाँको नेतृत्वले देखायो त्यसप्रतिको आक्रोश थियो। आज रोजीरोटी सारा कुरा तपाईँको, चाहे पठाउ भन्नुहोस्, चाहे तपाईँको इनड्राइभ भन्नुहोस्, चाहे तपाईँको अनलाइन व्यापार भन्नुहोस्, सारा कुरा इन्टरनेटमा जोडिएको छ। आकाङ्क्षा सबै तपाईँको चाहिँ अहिलेको किसिमको टेक्नोलोजीमा जोडिएको छ। त्यो टेक्नोलोजीको युज गर्ने पुस्तालाई हामीले बन्देज गरेर एक ठुलो विवाद चल्यो त्यो बेलामा। प्रकाशन, वाक स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता हो भन्दा भन्दै पनि तपाईँको रोजगारीको स्वतन्त्रता पनि रहेछ। त्यो सारा कुरालाई एउटा मूर्ताको रूपमा जुन घमण्डी नेतृत्वले गर्यो त्यसको फलस्वरूप आज हामीले संस्थाहरू ढलेको देखेका छौँ। म राज्यको विभिन्न निकायमा काम गरेको मान्छे हुँ, जिम्मेवारीपूर्वक भन्छु। जीपी कोइरालाले 90 को दशकको परिवर्तन हुँदा यहाँ संविधान बन्ने समयमा यहाँ कमिटीको अफिस थियो, त्योदेखि तपाईँको संविधान सभासम्म, माओवादी द्वन्द्वसम्म, र मैले आफ्नो जीवनकालमा सबैभन्दा भयावह घटना देखेको तपाईँको प्यालेस म्यासेकर हो, दरबार हत्याकाण्ड हो, जो हामीले सोचेको पनि थिएनौँ, सम्झेका पनि थिएनौँ। त्यत्तिकै त्रासदी घरमा बसेर टेलिभिजन हेर्दा म सहमत हुँ वा असहमत हुँ, तर 70-80 वर्ष पुरानो पार्टीको नेता घरबाट कुटिँदा एउटा महिलामाथि हातपात हुँदा मुख भएर बस्न सक्यो। यो पार्टी कहाँ थियो? तपाईँहरूले सोच्नुहोस् त, किन त परिदृश्य आयो? अब कसैलाई ब्लेम गर्ने होइन, तर के भने आत्मसमीक्षा हुन जरुरी छ। भ्रष्टाचारका कुरा जे जति उठ्यौँ कि हामी उभिएर कुरा गर्न सक्छौँ, छातीमा हात लगाएर भन्न सक्छौँ कि मैले मानेको पार्टीले, म सदस्य भएको पार्टीले यो गर्न हुँदैन थियो। सबभन्दा विडम्बनाको कुरा के छ भने नेपाली राजनीतिमा मैले अहिलेसम्म पनि कसैले गल्ती गरे भनेर सुनेको छैन। केही दिन अगाडि भाइ भन्छु म गगनलाई, गगनले मेरो 6वटा गल्ती भन्यो। मैले लाग्यो कि गल्ती स्वीकार गर्नु नेतृत्वको सबैभन्दा ठुलो कुरा हो। र मेरो बुवा अहिले 90 वर्षको हुनुहुन्छ, 9 सालको नेपाली कङ्ग्रेसको सदस्यता हो। म टिहानीमा पढ्नुहुन्थ्यो। घर चलेर दनादन भएको छ, म सँगै बसिरहेको छु, बाहिर निस्केको छैन। पुरानो मानिसहरूमा मेरो घर छ, कपन बस्छु, सँगै बस्नु, आइज परिस्थिति ठिक छैन भन्नु, डराउनु भयो, आउनु भयो। म बसेँ घरमा, कसलाई फोन गर्ने, के गर्ने केही थाहा छैन। सब मान्छे भागा लाग्छ, भोलि के हुन्छ भन्ने अराजकताको स्थिति छ। त्यो त्यति अराजकताको स्थिति मैले दरबार हत्याकाण्ड हुँदा पनि देखेको थिइनँ, किनभने हामीसँग मिर्जा प्रसाद जस्तो एउटा दृढ नेतृत्व थियो र हामी सँगै काम गर्थ्यौँ। जुन किसिमको सूचनाको आदान प्रदान थियो, मलाई लाग्छ कि राज्य तपाईँको भत्क्यो भनेको होइन, भत्केको होइन, राज्य पग्लेको। तपाईँ फलानलाई, आइरनलाई तपाईँले पगाल्न थाल्नुभयो भने चुरो रहन्छ। केही गरेर तपाईँ हाम्रो स्ट्रगलले, तपाईँ हाम्रो चाहिँ लामो अनुभवले बनाएको राष्ट्रपतिको एउटा गणतन्त्रले हामीलाई जोगाएको, त्यो राष्ट्रपतिको घरमा जाँदाखेरि त्यो जोगिएको देखिएको छ। आज जे जति भएर कुरा गर्न हामी यहाँ बसेका छौँ नि, त्यो दिनको घटना त्यहाँ नपुगेको भएर यहाँ अगाडिपट्टि यो चाहिँ मिलिट्री हेडक्वार्टरमै अड्केको भए तपाईँ आज हामी यहाँ हुनुहुन्थ्यो। कतिपय साथीहरूलाई मैले जेलमा करेलाको तरकारी पकाएर भेट्न जानुपर्ने हुन्थ्यो। म त सक्रियतामा थिइनँ, मलाई पक्राउन आउन सक्ने सम्भावना मैले देखेको थिइनँ, तर यहाँहरूलाई मैले नखुमा भेट्न जानुपर्थ्यो। कहाँ त्यो किन जोगियो? ख्याल गर्नुहोस्, किन जोगियो भने त्यो बाल सुलभताले जोगियो। जेन्जी भन्नुहुन्छ नि, त्यो रक्षाकर्म र 3 जना बच्चीहरूले त्यो सैनिक पोसाक लगाएको अशोक सिग्देललाई तपाईँले कु गर्न खोजेको हो भनेर भनेको प्रश्नले जोगिएको। लोकतन्त्र प्रश्नले जोगिन्छ, लोकतन्त्र समर्पणले जोगिँदैन, लोकतन्त्र प्रश्नले जोगिन्छ। तपाईँहरूले आफ्नो पार्टीप्रति प्रश्न गरिरहनु भएको छ, मलाई खुसी लागेको छ। त्यसले लोकतन्त्र जोगाउँछ। तिम्रो दायित्व के हो? तिमीले कसरी पार्टीलाई सुरक्षित अवतरण गर्छौ? तिमी सक्दैनौ भने हामी गर्छौँ भनेर तपाईँहरू पसिनु भएको छ। त्यो प्रश्नले तपाईँहरूलाई जोगाएको छ। त्यसकारण म तपाईँहरूलाई सलाम गर्न चाहन्छु। पुरानो शिक्षामा एसएलसी दिएको मान्छे मलाई एम्परर्स न्यू क्लबको याद आउँछ। राजाले के भन्यो भने पापीले मलाई नाङ्गो देख्नेछन् भनेर सडकमा नाङ्गो हिँड्यो, समाजले उसलाई नाङ्गो भन्न सकेन, एउटा बच्चाले नाङ्गो भयो। त्यो जेन्जी बच्चीले मिलिट्री हेडक्वार्टरमा गएर 3 दिनपछि हामी आउँछौँ, तिम्रो छेउमा हामी राष्ट्रपति देख्न पाउँ भनेको हुनाले हामी जोडिएको। अब हामीले त्यो एस्पिरेसनलाई बुझ्नुपर्छ।
जेनजी भनेको के हो भने एस्पिरेसन हो, भावना हो, आकांक्षा हो। यो मुलुकमा नयाँ परिवर्तन हुन्छ र हाम्रो पनि ठाउँ छ भन्ने आकांक्षा हो। तर हामीले के गरिरहेका छौँ भने तिमीहरूको एक्लै तिमीहरूकोमा विभिन्न मत मतान्तर छ, तिमीहरू एक भएर आऊ भनेर उनीहरूलाई हामीले सङ्गठित बनाउने नाउँमा विभिन्न भागहरूमा बाँडिराखेका छौँ, भावनालाई कुण्ठित गरिरहेका छौँ। यसकारण हामीले हाम्रो भित्र त्यो भावनालाई समाहित गर्ने कुरा हो। कुनै एउटा व्यक्तिलाई पक्रेर ल्याएर त्यो प्रतिनिधित्व हुनेवाला छैन। जबसम्म नेपाली कङ्ग्रेसले भावी पुस्ताको भावनालाई समेट्दैन यो अगाडि बढ्न सक्दैन। मेरो निवेदन के हो भने आज म आउँ कि नआउँ भन्ने अन्य मनस्क राखेको थिएँ। यसरी यत्रो गौरवशाली भनिएको पार्टीमा एक दिनौँसम्म तपाईँको चाहिँ झुलाइ खिलाइ घुमाइ थकाइ के गर्नुपर्छ? तपाईँहरूलाई भोट हाल्ने मान्छे हुँ म कतै पनि उठ्नेवाला छैन, तर के भने म तपाईँहरूलाई भोट हाल्ने मान्छे। मैले भोट हाल्ने मान्छेहरू लुते लाङ्रे डरिएको छिपेको भ्रमितहरू हुनु हुँदैन। तपाईँहरू ठुलो छाती बनाएर बोल्न सक्ने मान्छे हुनुपर्छ। गल्ती गऱ्यौँ हामी सुध्रिन्छौँ भन्ने भाव लिएर हिँड्न सक्ने मान्छे हुनुपर्छ। नेपाली कङ्ग्रेस सानोतिनो उसले उठेको पार्टी होइन। राजाले कति धपाएको तपाईँहरूलाई के भन्नु? यहाँ कति सर्वस्वहरू भएका साथीहरू हुनुहुन्छ। मैले पुरानो मान्छेहरू देखेको छु, शिवराज दाई देखेको छु, तारामान देखेको छु। म त धेरै चिन्दा पनि चिन्दिनँ, तर त्यो पुस्तालाई म राम्रैसँग चिन्छु। गिरिजाप्रसादसँगको चाहिँ 16 वर्षको सहवासले मैले धेरै मान्छेलाई चिनेको छु। तर मेरो निम्ति पार्टी बिरानो छ, तर पार्टीको भाव बिरानो छैन। यो पार्टी जुन धरातलमा उभिएर आएको थियो त्यसप्रति मलाई गर्व छ। किनभने लोकतन्त्रको एउटा मूल छारी नभइकन अरूले पनि लोकतन्त्रको अनुभव गर्न पाउँदैन। कुनै बेला तीर्थङ्कर मुखर्जीलाई टेलिग्राफमा इन्टरभ्यू दिँदा बिपी कोइरालाको बारेमा उसले सानो माथि लेखेको थियो। पुसको जाडोमा बिपी कोइराला बिरामी भएर पनि चावेलमा कम्बल ओढेर बसे भने नेपाली जनताले लोकतन्त्रको न्यानो पाउने कल्पना गर्न सक्छन्। बिरबलको खिचडी जस्तो लोकतन्त्र त थिएन, तर भाग पाक्छ भनेर बिरबल बसे जस्तै बिपी कोइराला त्यो बेला लोकतन्त्र थिएन, प्रजातन्त्र थिएन, तर चावेलमा बस्नु हामी सबै कामना गर्थ्यौँ कि त्यो दिन आउनेछ भनेर। नेपाली कङ्ग्रेस त्यो ढुकढुकीमा बाँचेको देश हो, समय पार्टी हो। तपाईँहरू त्यो ढुकढुकीको चाहिँ अहिले सम्वादहरू हुनुहुन्छ। त्यो भावी पुस्तालाई जोगाउनुहोस्। जसरी यो नेतृत्वले हामीलाई सुम्पेर गयो, तपाईँहरूलाई सुम्पेर गयो, तपाईँहरूले भोलि कसलाई सुम्पिने हो भन्ने कुरा छातीमा हात राखेर। यहाँ कसैले भन्नुभयो माटो हेर्नुपर्छ भन्छ, त्यो ठुली खेल सम्झिराखेको छु। बिपी कोइरालाले जहाँ भन्नुभएको थियो कुनै विपद पऱ्यो भने माटो सम्झिनुहोस् भनेर। अर्को एउटा कुरा हामीले बुझ्नुपर्ने के जरुरी छ भने लोकतन्त्र र षड्यन्त्र सँगसँगै जानै सक्दैन। चाहे त्यो देशी विदेशी षड्यन्त्र होस्, चाहे देशभित्रको षड्यन्त्र हो, या तपाईँको साथीहरूभित्रको घात र आत्मघात हो। लोकतन्त्र एउटा चाहिँ तपाईँको ट्रान्सपेरेन्ट पारदर्शी व्यवस्था हो, बोल्न पाउने व्यवस्था हो, कुरा गर्न पाउने व्यवस्था हो, मतान्तरमा लड्न पाउने व्यवस्था हो। षड्यन्त्र र लोकतन्त्र कहीँ पनि सँगसँगै जान सक्दैन। यसकारण कसले के गर्यो कहाँ के छ भनेर षड्यन्त्रको भाषा होइन, खुला कुराकानी विमति र सहमतिको भाषाको कुराकानी गर्नुहोस्। हरेक मान्छेको पछाडि हरेक मान्छेको मनमा सुझुद्रो हुन्छ, त्यो पनि थाहा छ। तर पनि के छ भने विश्वासमा पार्टी टिक्छ। मलाई थाहा छ कुनै जमानामा तपाईँहरू गाउँ ठाउँमा डुल्दै हिँड्दै गर्दाखेरि पैसाको आवश्यकता थिएन, साथीको घरको न्यानो बास थियो। सरकारी पुलिसले खोज्दै हिँड्दाखेरि त्यो साथीको विश्वास थियो, जसले गर्दा तपाईँलाई विश्वासले के अरे घरमा चाहिँ तपाईँको मूल पुरुष नभए पनि परिवारले तपाईँलाई माया गरेर राखेर जोगाएको पार्टी हो। त्यसकारण मलाई के लाग्छ भने यो अविश्वासको खडेरी छ, विश्वासको खडेरी छ। किनभने नेतृत्वले तपाईँहरूलाई पत्याइरहेको छैन। यसकारण केन्द्रीय समितिमा आउने साथीहरूको आवाज मैले सुनिरहेको छु, बोल्दा पनि सुन्नु भएको छैन। यो सहमतिको रटानबाट रटेको पार्टीलाई अब मुक्त गराउनुहोस् र तपाईँहरूको जुन संवैधानिक अधिकार छ त्यसलाई प्रयोग गर्नुहोस्। र म मेरो निम्ति यापन गर्न यहाँ आएको हुँ कि तपाईँहरू लोकतन्त्र जोगाइदिनुहोस्, म चुनावमा जान पाऊँ, मलाई मन परेको मान्छेलाई भोट हाल्न पाऊँ या पार्टीलाई भोट हाल्न पाऊँ। तपाईँहरूले बन्देज नगरिदिनुहोस्, भविष्यको लागि पनि त्यो बन्देज नगरिदिनुहोस्। तपाईँहरूको जुन यात्रा छ त्यसमा मेरो शुभकामना छ। आज